निङमा परम्पराका महान स्तम्भ पयुल वंशको 11औं सिंहासनधारक, सर्वोच्च आचार्य तथा असंख्य प्राणीहरूको करुणामय पथ प्रदर्शक परम पूज्यनीय सिद्धेश्वर तेस्रो पेनो रिम्पोछेको अपार बुद्धिचित्त र करुणा शक्तिको प्रत्यक्ष अभिव्यक्ति स्वरूप उहाँले शीघ्र यस मानव लोकमा पूर्ण भाव अर्थात् याङसित लिनुभयो। समस्त जीवहरूको कल्याण प्रतिको अचल प्रणका कारण उहाँको चित्तधाराले पूर्ण मानव रूप धारण गर्नु निङमा परम्परा र समग्र बौद्ध जगतको लागि अत्यन्त शुभ संकेतको रूपमा प्रकट भयो। सन् 2011 डिसेम्बर 31 तारिकका दिन तिब्बतमा परम पूज्यनीय सिद्धेश्वर पेनो रिम्पोछेको याङसित अवतरण भयो। उक्त शुभ समाचार विश्वभर फैलिन साथ पयुल परम्पराका अनुयायीहरू, शिष्यहरू तथा श्रद्धालुजनहरू हर्ष, श्रद्धा र कृतज्ञले भरिए। परम पूजनीय ज्याडा रिम्पोछेले प्रदान गर्नुभएको स्पष्ट भविष्यवाणी पत्र अनुसार पेनो रिम्पोछेको याङसित निङमा परम्पराको अत्यन्त पवित्र तथा ऐतिहासिक स्थल लेतेन थामो डाक अथवा दुङनुङ थामो डाक नजिकै जन्मनु भएको थियो। यही स्थलमा गुरु रिम्पोछे आचार्य पद्म सम्भवद्वारा निङथि ग्याप्सी हृदय तत्त्वका 4 महान चक्र उपदेश प्रकट गरिएका थिए, जसले यस जन्मलाई अझ गहिरो आध्यात्मिक अर्थ प्रदान गरेको छ। यस भविष्यवाणी पत्रका साथै पयुल परम्पराका प्रतिष्ठित आचार्य टुल्कु थुप्देन पाजाङ रिम्पोछेका शुद्धभाष र संकेत तथा परीक्षणहरूको आधारमा उक्त बालकलाई परम पूज्यनीय सिद्धेश्वर पेनो रिम्पोछेको प्रमाणित याङसितको रूपमा औपचारिक रूपमा मान्यता प्रदान गरियो। यो मान्यता केवल परम्परागत विधिमा सीमित नभई गहिरो आध्यात्मिक परीक्षण, चिन्हहरू र शास्त्रीय प्रमाणहरू मार्फत पुष्टि गरिएको थियो। सन् 2014 जुलाई 31 तारिक भगवान शाक्यमुनि बुद्धले सरनाथमा प्रथम पटक धर्मचक्र प्रवर्तन गर्नुभएको अत्यन्त पवित्र र शुभ दिनमा तिब्बती पात्रो अनुसार छैटौं महिनाको चौथो दिन 2141औं राजकीय वर्षमा खाम क्षेत्र अन्तर्गत चीनको सिचुआन प्रान्त स्थित ऐतिहासिक पायुल बिहारमा याङसितको भव्य तथा विधिपूर्वक सुनौलो गद्दीमा चढाई समारोह समापन गरियो। यस ऐतिहासिक समारोहमा उहाँलाई मिग्यु देछिन गावाङ जिल्नोन्दोजी शुभ नाम प्रदान गरियो, जसले उहाँको करुणा, बुद्धत्व प्रतिको अग्रसरता र अविचल वज्र सङ्कल्पलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्दछ। सिंहारोहण पश्चात परम पूज्यनीय सिद्धेश्वर पेनो रिम्पोछेको याङसितले आफ्नो पद पयुलका 13औं सिंहासनधारकको उत्तरदायित्व तथा परम्परा अनुसार आवश्यक शिक्षा, अनुशासन र आध्यात्मिक प्रशिक्षण ग्रहण गर्दै आउनुभएको छ। उहाँलाई बौद्ध दर्शन सूत्र परम पूज्यनीय गुरु कर्म कुचिन रिम्पोछेको रेखदेखमा दीक्षित गरिँदै लगिएको छ, जसले भविष्यमा उहाँलाई पयुल वंशका जीवित दीपकको रूपमा स्थापित गर्ने दृढ आधार तयार गरिएको छ। बुद्धं शरणं गच्छामि मूलमन्त्र बन्यो गुरुको कृपा पाएर जीवन धन्य भयो। चरण कमलमा फुल्छ आस्थाको फुलबारी।